होइन दाइ त्यस्तो हुन्न हेर्नु अब त्यो ऱ्याप लेख्नको लागि अब नसाकै सपोर्ट लिनुपर्छ भन्ने छैन के यति कुरा बुझ्नु नसाकै सपोर्ट लिनुपर्छ भन्ने छैन हेर्नु अब भित्री मनले लेख्ने भएदेखि बिना नसाको पनि लेख्न सकिन्छ कि आफूले शब्द सोच्ने पहिला घुम्ने खुल्ला किसिमले घुम्ने त्यो मैले यो गर्न सक्छु त्यो गर्न सक्छु जे पनि लेख्न सक्छु भनेर त्यो हुँदैन क्या दाइ तपाईँले अब नसा अब अहिले नसा गरेर लेख्न थाल्नुभयो खतरा भाइब पाउनुभयो अब पछि कन्सर्ट एड्रेस गर्दाखेरि अनि कन्सर्टमा हान्दाखेरि ल ल ब्रो हान्न पर्यो है यो भनेर अनि त्यो उस हान्दाखेरि फेरि नसाकै सपोर्ट लिएर हान्नु त्यस्तो भाइब भन्दा बरु क्लिन भएर क्या एकदम क्लिन भएर बिना एडिटको हानिदिनु के अनि लेखेर होइन फोकस गर्नु फोकस आफ्नो माइन्डले फिल गरेर फोकस गर्नु त्यो टपिकमा जुन टपिकमा हजुर लेख्ने हो धेरै किसिमको टपिक थियो अब मसँग पनि हेर्नु अब हाम्रो प्रड्युसर जीवी कान्छीले अब धेरै किसिमको टपिक दिएको मलाई नि हार्ड तर मैले पनि 81 लेखेको अब मलाई पनि थाहा थिएन अब मैले नि अब लगभग सानोमा अब 11 देखि लिएर 14, 15, 16, 17, 18 तक त नसाइ गरेको थिएँ तर पछि फेरि छोडिदिएँ यो ड्रग अनि यो ब्याट स्याट सामान सबै अब तोसो यो सब मैले त्यतिखेर जमानामै छोडिदिएको हेर्नु अब फुल्ली फोकस आफ्नो करियरतिर दाइ यस्तै हुन्छ दाइ